हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। म चाहिँ धान रोप्न हिँडेको, डोको सोको बोकेर भात बोकेर अब एकैचोटि बेलुका मात्रै आइन्छ। हेर्नु न, पसिनै भएको छ नि, के गर्नु। हाम्रो जिन्दगी चाहिँ यस्तै चलिरहेछ। भात टोप्लो पऱ्यो, बोक्यो, डोको बोक्यो, हिँड्यो। यो डोको चाहिँ किन लगेको भने नि साथीहरू, यो डोको चाहिँ किन बोकेको भने धानको बिउ ओसार्नुको लागि खेतमा लानुपर्छ। हिजो ठेलामा लगेर राखेको छ माथि नै, डाँडामाथि नै। त्यही भएर खेतमा रोपेको जग्गा लानुपर्छ, त्यही भएर डोको बोकेको। आफ्नो त जिन्दगी यस्तै छ, तपाईँहरूको चाहिँ कस्तो छ भन्नुहोस् होला। फेरि हाम्रो खेत चाहिँ एकदम टाढो छ, आधी घन्टा लाग्छ हिँडेर जानुपर्ने। बल्ल यहाँ आइपुग्ने छ। अझै खेतमा पुग्दा कति टाढो छ। अहिले धान रोप्नुले गर्दा मोबाइल चलाउनु पाउँदैन, अनलाइन आउनै पाउँदैन। हाम्रो यता चाहिँ यस्तो घाम लागिरहेछ भने साथीहरू। बाई साथीहरू।